आज चाहिँ हामीले बागमती प्रदेश ले ठुलो सङ्ख्यामा 103 जनाको ठुलो सङ्ख्यामा चाहिँ बागमती प्रदेशले सब इन्जिनियरको भ्याकेन्सी खुलाएको छ। त्यही अन्तर्गत अब हामीले आजबाट क्लास स्टार्ट गर्ने भनेर आज ओरिएन्टेसन क्लास राखेका छौँ। ओरिएन्टेसन क्लासमा अब हामीले चाहिँ जम्मै दुई किसिमबाट एउटा फिजिकल क्लास जो चाहिँ अब भौतिक रूपमै तपाईहरु क्लासमा उपस्थित भएर क्लास लिन चाहनुहुन्छ, सरहरुसँग अन्तर्क्रिया गर्दै क्लास लिन चाहनुहुन्छ भने तपाईहरु एम्बिसन गुरुको अफिसमा आउनु पर्यो है। एम्बिसन गुरुको अफिस चाहिँ पुतली सडकमा छ, ट्राफिक कार्यालय भन्दा थोरै अगाडि है। ट्राफिक कार्यालयबाट 100 मिटर अगाडि, त्यसैगरी सिंहदरबारको यो आर्मी क्याम्पको अपोजिट ठ्याक्कै अपोजिटमा चाहिँ एम्बिसन गुरुको भौतिक कक्षा सुरु भइरहेको छ। त्यहाँ चाहिँ आउनु होला फिजिकल क्लासको लागि। त्यसैगरी तपाईहरु अनलाइन क्लास लिन चाहनुहुन्छ भने अब हाम्रो एपमा एम्बिसन गुरुको एपमा जोइन हुनुभएको साथीहरुले त अब अनलाइन क्लास कसरी जोइन गर्ने थाहा छँदैछ। यदि एम्बिसन गुरुमा यदि जोइन हुनुभएको छैन भने तपाईहरुले चाहिँ के गर्नु पर्यो त भन्दा एम्बिसन गुरुको सफ्टवेयर, एम्बिसन गुरुको एप चाहिँ डाउनलोड गर्न पर्यो है। ओके, एम्बिसन गुरुको एप डाउनलोड गरिसके पछाडि त्यहाँ सर्च कोर्स भन्ने एउटा बटन अथवा बार छ। त्यसमा सर्च कोर्समा गएर सब इन्जिनियर भनेर टाइप गर्नुभयो भने त्यहाँ सब इन्जिनियर आउँछ। त्यसमा तपाईहरुले इनरोल गर्नुपर्ने हुन्छ है। फिजिकल क्लासका साथसाथै अनलाइन क्लास पनि अब हामीले चाहिँ स्टार्ट गरिसकेका छौं। आज ओरिएन्टेसन क्लास छ, फेरि पनि साथीहरु सबैलाई वेलकम छ है त। ल ओके, अब हामीले क्लासको बारेमा डिस्कसन गर्दाखेरि बिहानको क्लास चाहिँ अनलाइनमा 7 देखि 9 बजेसम्म टेक्निकल को पढाउने छौं। टेक्निकल कोर्स जस्तो हाम्रो सब इन्जिनियरकै टेक्निकल कोर्सहरु, ट्रान्सपोर्टेसन, इरिगेसन हैन, त्यसैगरी हाइड्रो पावर, हाइड्रोलिक्स यस्ता सब्जेक्टहरु चाहिँ हामीले बिहान 7 देखि 9 मा पढाउँछौं। त्यसैगरी बेलुकी चाहिँ तपाईहरुलाई 6 देखि 7 जीके र 5 देखि 6 आईक्यू, अथवा बेलुकी तपाईहरुको अब धेरै साथीहरु त अहिले पनि काम गर्दै हुनु होला अथवा पढ्दै पनि हुनु होला। त्यसलाई चाहिँ अब अफिस टाइम भन्दा बाहिर रहेर हामीले तपाईहरुलाई बिहानको समय र बेलुकीको समय गरेर यो दुईटा टाइम चाहिँ छुटाएर तपाईहरुलाई क्लास लिने गर्छौं है। अनि त्यसैगरी फिजिकल क्लास यदि लिन चाहनुहुन्छ भने फिजिकल क्लास चाहिँ बिहान 6:30 बजे देखि 9 बजे भित्रमा हामीले बिहानको सेसन चाहिँ सक्ने भन्ने एउटा प्लान गरेका छौं। अब यदि तपाईहरु बेलुका पनि पढ्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले बेलुकी 5 बजे पछिको समय 6 बजे देखि 8 बजेसम्मको समय चाहिँ तपाईहरुले निकालेर पढ्न चाहिँ सक्नुहुन्छ है। ल अब यहाँ तपाईहरुले चिरपरिचित सर म्यामहरु देखिसक्नु भएको छ है। कमलेश सर, जनकराज सर, त्यसैगरी म आफै पनि छु, निलम सर, राधा म्यामहरु लगायतका हाम्रो सर म्यामहरु अरु पनि हुनुहुन्छ है। हेमराज ओली सर हुनुहुन्छ स्ट्रक्चरको लागि, त्यसैगरी अरु टिचरहरु पनि हुनुहुन्छ। यसमा अब हामीले तपाईहरुलाई दिन खोज्ने अथवा बागमती प्रदेशले भ्याकेन्सी त खुलायो, के कसरी भ्याकेन्सी खुलेको छ, 103 जना मगायो भन्नुभएको छ सरले। त्यसमा चाहिँ अब के कति भ्याकेन्सीहरु खुलेको छ है। त्यसैगरी हाम्रो फिचर्सहरु चाहिँ के हो त, यहाँ तपाईहरुले एम्बिसन गुरुमा पढ्ने, त्यो पढ्दाखेरि तपाईहरुले के पाउनुहुन्छ त भनेर त्यो कुराहरु पनि एकचोटी हेरौं। ल हेर्नुस्, भ्याकेन्सी खुलेको छ है। अब भ्याकेन्सी खुल्दाखेरि हेर्नुस् त, इन्जिनियरिङ, सिभिल, जनरल, इरिगेसन, स्यानिटरी 5औं सब इन्जिनियर भनेर छ। यो चाहिँ प्रदेशको लागि है, प्रदेश निजामती कर्मचारी भन्छ। प्रदेशमै प्रदेशको लागि चाहिँ तपाईको खुल्ला 12 जना रहेछ है, खुल्लाको लागि। त्यसैगरी इन्जिनियरिङ सिभिल 5औं सब इन्जिनियर स्थानीयको लागि चाहिँ खुल्लामा तपाईको 40 सिट खुलेको छ है। भन्ने बुझ्नुभयो नि, प्रदेश निजामतीमा प्रदेशभित्रै रहेर काम गर्न यदि चाहनुहुन्छ, प्रादेशिक विभागमै रहेर काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईको खुल्लामा 12 वटा सिट छ। अब यदि तपाईहरु चाहिँ स्थानीय निकायमा जान चाहनुहुन्छ अथवा स्थानीयमा पनि तपाईहरु कहिलेकाहीँ खटिनु पर्ने हुन सक्छ। त्यो स्थानीय भनेको अब गाउँपालिकाको कार्यालयहरुदेखि लिएर गाउँपालिकाको एउटा मुख्य अफिस
हुन्छ, त्यहाँ पनि मगाएको हुन्छ हैन, त्यहाँ पनि तपाईले लिन सक्नुहुन्छ। त्यसैगरी तपाईले अब तपाईले ओडामा खटाइदियो भने त्यो पनि स्थानीय भित्रै पर्छ है। फेरि आजभोलि चाहिँ अलिकति के चाहिँ तपाईले कुरा बुझ्नुपर्छ अथवा तपाई के कुरामा फ्यासिनेटेड हुन चाहिँ सक्नुहुन्न भन्दा तपाईले यो बागमती प्रदेशको सब इन्जिनियरमा नाम निकालिसके पछाडि म चाहिँ एउटा गाउँपालिकाको मेन कार्यालयमा बसेर काम गर्ने हो, अलि सजिलो हुन्छ भन्ने त्यो मानसिकतालाई चाहिँ अब अलिकति चेन्ज गर्न पर्ने हुन्छ। किनभने बागमती प्रदेश चाहिँ यो विपदको हिसाबले अलिकति जोखिममा छ। हामीले अस्ति पनि रोसीको बाढीदेखि लिएर पहिरोहरू धेरै फेस गरिसकेका छौँ। त्यो भएको कारणले गर्दाखेरि तपाईहरूले चाहिँ अब गाउँपालिकामा पनि गाउँपालिकाको हरेक वार्डमा गएर वार्डमा चाहिँ के गरेको हुन्छ त भन्दा विपद विभाग भनेर आजभोलि राखिएको छ है। अब त्यो हरेक वडामा गएर चाहिँ तपाईहरूले काम गर्नुपर्ने हुनसक्छ है। त्यसको लागि पनि तपाईँहरू रेडी हुनु पर्यो। ठिक छ, सदरमुकाममा मात्रै बसेर एकदम फ्यासिनेटेड रूपमा काम गर्छु भनेर यदि सोच्दै हुनुहुन्छ भने तपाईँको मानसिकतालाई अलिकति चेन्ज गर्नुपर्ने हुनसक्छ। अब तपाईँ चाहिँ जनताको घर घरमै गएर जनतालाई सेवा गर्न पर्ने पनि हुन्छ है। अब त्यसलाई पनि अलिकति आफूले सोच विचार गरौँ। ठिक छ, त्यसैगरी अब सेनिटरी 5औं प्रदेशको महिलामा 4 वटा छ। त्यसैगरी स्थानीयको महिलामा 18 वटा सिट छ है। त्यसैगरी अब यहाँ हेर्न सक्नुहुन्छ भने आदिवासी जनजातिको लागि 4 वटा सिट छ है प्रदेशमा, स्थानीयमा चाहिँ 18 वटा सिट छ। त्यसैगरी दलितको लागि अब हेर्नुहोस् एउटा, त्यसैगरी स्थानीयमा 5 वटा, त्यसैगरी प्रदेशको अपाङ्गतामा एउटा गरेर यो टोटल हेर्नुहुन्छ भने तपाईँको 103 वटा सिट खुलेको छ है। अब यसमा सबैभन्दा राम्रो चाहिँ अब तपाईँले खुल्लामा निकाल्न सक्नु भने एकदमै बेस्ट। अरू पनि तपाईँहरूले हेर्नुहोस् त कोटा एकदमै धेरै कोटाहरू पनि छन्, यसमा पनि तपाईँ इन्क्लुड हुन सक्नुहुन्छ है। एकदमै धेरै सिट खुलेको छ तपाईँहरूको। अब तपाईँले जति धेरै मेहनत गर्नुहुन्छ यही समयमा ठ्याक्कै नाम निकाल्नु भने चाहिँ तपाईँलाई एकदमै बेस्ट हुन्छ है। एकदमै बेस्ट अपर्च्युनिटी ल्याएको छ। अब यस्तो खालको अपर्च्युनिटीहरू फेरि नआउन पनि सक्छ है। ल यसमा अब तपाईँको एक्जामको कुरा गर्नुहुन्छ भने एक्जाम चाहिँ तपाईँको प्रथम पत्र भन्छ, फर्स्ट पेपर प्रथम पत्र फर्स्ट पेपर एमसिक्यू हुन्छ, जुन चाहिँ यो चाहिँ अब्जेक्टिभ क्वेसन हुन्छ है, अब्जेक्टिभ एक्जाम हुन्छ। यो अब्जेक्टिभ एक्जाम चाहिँ तपाईँको जेठको 24 गते छ है, जेठको 24 गते छ। टाइम हेर्नुहुन्छ भने दिनको 2 बजे छ है, दिनको 2 बजे छ। अब अब्जेक्टिभ एक्जाम साथीहरूलाई थाहा छँदैछ 45 मिनटको हुन्छ। 2 बजेदेखि 2:45 सम्म के हुन्छ अब्जेक्टिभ को एक्जाम हुन्छ। अनि सेकेन्ड पेपर हेर्नुहुन्छ भने चाहिँ सेकेन्ड पेपर चाहिँ तपाईँको जेठको 24 गते त्यही दिन नै तपाईँको दिनको 3:15 बजे हुन्छ है, 3:15 मा हुन्छ। तपाईँहरूले ब्रेक टाइम चाहिँ अब लगभग आधी घन्टाको ब्रेक टाइम तपाईँहरूले पाउनुभयो है त। सेम डेमा अब्जेक्टिभ र सब्जेक्टिभ दुइटै एक्जाम छ है, तपाईँ त्यसको लागि पनि प्रिपेयर हुनु होला। ठिक छ, ल द्वितीय पत्र भनेको सब्जेक्टिभ भयो। है त, ल अब एक्जामको भ्याकेन्सी हामीले हेऱ्यौँ, एक्जामको टाइम पनि हेऱ्यौँ है। अब अरू हेरौँ। अब ठ्याक्कै हेर्नुहुन्छ भने यहाँ अलिकति तपाईँलाई नदेखिया हुनसक्छ। अब तपाईँहरूलाई चाहिँ बागमती प्रदेशले यदि प्रदेशको कुराहरू, प्रदेश हामीले अघि हेरेका थियौँ, प्रदेशमा कति खुलाएको थियो त भन्दा तपाईँले हेर्नुहोस् त, प्रदेशको खुल्लामा 12 र स्थानीयमा 40 भनेर यसरी खुलाएको थियो। अब प्रदेशको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयभित्र है, यसमा 17 वटा सिट रहेछ। त्यस पछाडि बागमती प्रदेशकै खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत यो दुईटा मात्रै मन्त्रालयको भ्याकेन्सी रहेछ। अरू सबै चाहिँ स्थानीय छ है। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँ धेरै फ्यासिनेटेड चाहिँ नहुनु होला। फेरि ठ्याक्कै मैले चाहिँ अब अलिकति सदरमुकाममा रहेर एकदम मन्त्रालयमा आनन्दले काम गर्न पाउँछु भनेर त्यसरी फ्यासिनेटेड हुन नहुनु होला है त। अहिले चाहिँ अब हेर्नुहोस् त, जम्मा 7, 5, 12, 22 वटा सिट मात्रै मन्त्रालय अन्तर्गत रहेछ। अरू सबै सिटहरू हेर्नुहोस् त, अरू सबै सिटहरू गाउँपालिकामा रहेछ है। ल अरू सबै सिटहरू गाउँपालिकामा छ। टोटल जोडेर चाहिँ तपाईँको 103 वटा सिट है, 103 वटा सिट चाहिँ टोटल भ्याकेन्सी छ। अब यो 103 भित्र अब तपाईँ कति नम्बरमा पर्ने हो, तपाईँको
पढाइले डिटरमाइन गर्छ। हामीलाई त जहाँसम्म लाग्छ तपाईँहरू टप 20 मै हुनुहोस् है। अब त्यो लेभलको प्रिपेरेसन हामी तपाईँलाई गराउँछौँ। ठिक छ। हामीले प्रिपेरेसन गराउँदाखेरि अब हामीले गर्ने भनेको तपाईँलाई सहजीकरण मात्रै हो, हामीले गाइडेन्स दिने हो। तपाईँको आफ्नो मेहनत पनि त्यसमा लाग्छ है। ल अब परीक्षाको किसिम छ। परीक्षाको किसिम तपाईँहरूलाई थाहा छँदैछ। एउटा लिखित हुन्छ, अर्को अन्तर्वार्ता हुन्छ। पहिला लिखितमा नाम निकाल्नुहोस् है। त्यस पछाडिको अन्तर्वार्ता पनि हामीले अब तपाईँहरूले नाम निकालिसके पछाडि अन्तर्वार्ता के कसरी गर्ने भनेर पनि तपाईँहरूलाई गाइडेन्स चाहिँ दिन्छौँ है। ल अब परीक्षा केन्द्र कहाँ त हेर्नुहोस् त, बागमती प्रदेशको परीक्षा केन्द्र चाहिँ हेटौँडामा छ। यो कता कता हुन्छ भने चाहिँ पछि प्रकाशन हुन्छ है। त्यसै गरी दरखास्त दिने अन्तिम मिति भनेको छ, दरखास्त चाहिँ अब सुरु भइसकेको छ। हेर्नुहोस् दरखास्तको तपाईँको 21 गतेसम्म सिङ्गल दस्तुरमा तपाईँले फारम भर्न सक्नुहुन्छ। अनि त्यस पछाडि पनि तपाईँले यदि भ्याउनु भएन अथवा तपाईँलाई पछि पनि मन लाग्यो भने चाहिँ तपाईँले 28 गतेसम्म, वैशाखको 28 गतेसम्म चाहिँ फारम भर्न सक्नुहुन्छ है। उम्मेदवारको उमेर हद छ। अब उम्मेदवारको उमेर हद तपाईँलाई थाहा छँदैछ। तपाईँ 18 वर्ष पुरा हुनु पर्यो, 35 वर्ष नागेको हुनु भएन है। ल अनि महिला, यदि महिलाको हकमा चाहिँ तपाईँ 40 वर्ष ननागेको है, 40 वर्ष ननागेको हुनुपर्छ। अब दरखास्त दस्तुर चाहिँ तपाईँको 700 रुपियाँ छ है। ल दरखास्त दस्तुर चाहिँ 700 रुपियाँ रहेको छ। ठिक छ। तपाईँहरू चाहिँ अब जति सक्दो 21 गतेभित्र सबैले फर्म भरिसक्नुहोस्, एक्जाम दिने साथीहरूले है। अब कसरी दरखास्त बुझाउने भन्ने कुरा छ। दरखास्त चाहिँ तपाईँले कनेक्ट आइपिएस को मार्फतबाट बुझाउन सक्नुहुन्छ। पहिला तपाईँहरूले एउटा मास्टर आइडी र कारोबार सङ्केत नम्बर यिनीहरू चाहिँ तपाईँले जेनेरेट गर्नुपर्ने हुन्छ। कहाँबाट गर्ने त भन्दा तपाईँहरूले चाहिँ अब बागमती पिएससी अथवा पिएससी बागमतीबाट तपाईँले गुगलमा गएर सर्च गर्नुभयो भने लोकसेवा प्रदेश बागमती प्रदेशको लोकसेवामा आउँछ। त्यस पछाडि तपाईँले चाहिँ त्यसमा अनलाइन दरखास्त प्रणाली भनेको छ, त्यहाँबाट चाहिँ तपाईँले आफ्नो इमेल र पासवर्ड रजिस्टर गर्नुहोस्। त्यस पछाडि तपाईँले प्रोफाइलहरू भर्नुपर्ने हुन्छ, आफ्नो कागजातहरू भर्नुपर्ने हुन्छ। त्यहाँ भएको फर्महरू एकदम कम्प्लिट रूपमा सबै राम्रोसित भर्नु होला। त्यस पछाडि चाहिँ तपाईँहरूले त्यहाँ पेमेन्ट भन्ने कुराहरू हुन्छ है। त्यहाँ पेमेन्ट चाहिँ तपाईँले कनेक्ट आइपिएस भन्ने एउटा सफ्टवेयर हुन्छ अथवा एप हुन्छ, त्यसलाई डाउनलोड गरेर त्यसबाट तपाईँले पेमेन्ट चाहिँ गर्न सक्नुहुन्छ है। यहाँ अर्को के भनेको छ त भन्दा विद्युतीय भुक्तानी प्रणालीबाट डाइरेक्ट भुक्तानी अनलाइन प्रणालीमा मान्य हुने छैन भनेको छ। तपाईँहरूले डाइरेक्टली पेमेन्ट गर्न सक्नुहुन्न, तपाईँ चाहिँ कनेक्ट आइपिएसबाट नै पेमेन्ट गर्नुपर्ने हुन्छ है। ठिक छ। कनेक्ट आइपिएस नै युज गर्नुहोस् है। यसमा ठ्याक्कै यही कुरालाई इङ्गित गरेको छ। त्यही भएर तपाईँहरूले चाहिँ कनेक्ट आइपिएसबाट नै पेमेन्ट गर्नुपर्ने हुन्छ है। ठिक छ। अब दरखास्त बुझाउने अवधि चाहिँ 28 गतेसम्म रहेछ। दुर्बत दस्तुर अपलोड गर्नुपर्ने कागजात, अब तपाईँहरूले केही तालिम लिनु भएको छ भने तपाईँले त्यो राख्न पर्यो होइन। त्यसै गरी व्यवसायिक परिषदमा दर्ता नवीकरण भएको प्रमाणपत्रहरू यिनीहरू छन् भने राख्न पर्यो। त्यसै गरी अर्को भनेको पिडिएफ फर्मेटमा चाहिँ तपाईँले राख्न सक्नुहुन्छ तपाईँ कागजातहरू। त्यसै गरी अब आफ्नो फोटो राख्न पर्यो, नागरिकताको फोटो होइन। त्यसै गरी दरखास्तको नमुना, तपाईँले सिग्नेचर गरेको नमुनाहरू राख्नुपर्ने हुन्छ है। सिग्नेचर गर्नुहोस्। मेरो चाहिँ लगभग यस्तै हुन्छ। सिग्नेचर गर्नुहोस् अनि फोटो खिचेर ट्याक्क यसलाई पिडिएफ फर्ममा कन्भर्ट गरेर राख्नु होला है। ठिक छ। न त्यसै गरी अर्को भनेको नागरिकताको प्रमाणपत्रको अगाडि पछाडिको भाग दुईटै स्क्यान गरेर पिडिएफ फर्मेटमा जेपिजी फर्मेटमा राख्नुपर्ने रहेछ है। ल अब यिनीहरू सबै कागजातहरू राखिसके पछाडि तपाईँ चाहिँ भुक्तानीहरू गर्न सक्नुहुन्छ। यो तपाईँहरूलाई आइहाल्छ है। अब यो सबै काम चाहिँ गरिसक्ने है। यो सबै काम गरिसके पछाडि अब के गर्नु पर्यो त भन्दा अहिलेदेखि नै पढिराख्नु भएको छ भने एकदमै राम्रो। यदि पढ्नु भएको छैन भने आजबाट सुरु गर्ने।
है। भएको छैन भने के गर्ने, आजबाट पढाइ सुरु गर्ने। अब कसरी सुरु गर्ने त भन्दा अब हाम्रो एम्बिसनमा तपाईहरु फिचर्सहरु देख्न सक्नुहुन्छ। पहिला यता हेरौं, हेर्नुस्। अब हामीसँग के छ हेर्नुस् त, अब पढाइ सुरु गर्ने भनिएको छ, एम्बिसन गुरुले तपाईहरुलाई पढाउँछ है। अब हामीसँग के छ त, एउटा फिजिकल क्लास छ, बिहान 6:30 बजेदेखि सुरु हुन्छ है फिजिकल क्लास। अनि अनलाइन क्लास, विशेष त अनलाइन क्लास चाहिँ कस्तो हुन्छ त भन्दा तपाईहरुको डेली लाइभ क्लास हुन्छ है। हरेक दिन के हुन्छ, लाइभ क्लास हुन्छ, ठीक छ। अनि वीकली लाइभ मक टेस्ट, हरेक शनिबार चाहिँ तपाईको के हुन्छ, तपाईले पढेर मात्रै भएन, त्यसलाई चाहिँ अब एक्जाम कस्तो हुन्छ भनेर एक्जामको पनि त थाहा पाउनु पर्यो, एक्जामको प्रेसर पनि तपाईले लिन सक्नु पर्यो, कस्तो कस्तो खालको क्वेशनहरु आउँछ हैन, त्यो क्युरियोसिटी होला। त्यो क्युरियोसिटी पूरा गर्नको लागि हामीले तपाईलाई हरेक हप्ता मक टेस्ट गराउँछौं। शनिबार बिहान 8 बजेदेखि 8:45 सम्म अब्जेक्टिभ, त्यसपछि बेलुका चाहिँ तपाईहरुलाई सब्जेक्टिभ क्वेशन पनि हामी प्रोवाइड गर्छौं। तपाईहरुले सब्जेक्टिभ क्वेशन सल्भ गर्ने, त्यसपछि हामीलाई पठाउने, हामीले चेक गरेर तपाईहरुलाई के कस्तो कमी कमजोरी छ तपाईहरुसँग भनेर हामीले हेर्छौं। त्यसपछि तपाईले सुधार्न पर्ने पक्षहरु हामीले त्यसमै सब्जेक्टिभ क्वेशन गर्दै हैन, क्वेशन पठाउँदाखेरि तपाईको एन्सर चेक गर्दाखेरि त्यसपछि हामी तपाईहरुलाई भन्छौं है, ठीक छ। अनि अर्को मेन फिचर हेर्नुस् त, मेन फिचर भनेको आस्क गुरु एनी टाइम। हाम्रो सफ्टवेयरमा चाहिँ आस्क भन्ने एउटा राम्रो फिचर छ, एकदम बेस्ट फिचर छ। त्यसमा चाहिँ तपाईहरुलाई पढाउने गुरुहरुको प्रोफाइल हुन्छ। त्यो प्रोफाइलमा गएर तपाईहरुले तपाईहरु पढ्दाखेरि केही कन्फ्युजनहरु छ भने तपाई कन्फ्युजन चाहिँ दूर गर्न सक्नुहुन्छ। तपाईले सम्बन्धित टिचरलाई आस्कमा क्वेशन सोध्न सक्नुहुन्छ है। फोटोबाट पनि, फोटो पठाएर पनि सोध्न सक्नुहुन्छ, त्यसैगरी भोइस रेकर्ड गरेर पठाएर पनि क्वेशन सोध्न सक्नुहुन्छ, अथवा च्याट बक्समा टाइप गरेर पनि क्वेशन सोध्न सक्नुहुन्छ। तपाईहरुलाई केही डाउट छ, केही डाउट क्लियर गर्न पर्ने छ भने पनि तपाईले आस्कबाट डाउट क्लियर गर्न सक्नुहुन्छ। 24 घण्टा कुनै पनि टाइम, एनी टाइममा तपाईले क्वेशन चाहिँ रेज गर्न सक्नुहुन्छ है, क्वेशन पठाउन सक्नुहुन्छ। त्यसैगरी पर्सनल गाइडेन्स एन्ड फिडब्याक। अब तपाईले पढ्न त स्टार्ट गर्नुभयो, तपाईलाई अब मोटिभेसन लस भइरहेको छ, तपाई अलिकति आत्तिरहनु भएको छ, ल मेरो नाम निस्किदैन कि, अथवा केही कमी कमजोरी भएको छ, कुनै सब्जेक्टमा तपाईलाई अलिकति बढी डाउट छ, केही त्यस्तो समस्या छ भने तपाईहरुले निर्धक्कसित एम्बिसन गुरुमा फोन गर्ने अथवा आस्कमा मेसेज गर्ने। त्यसपछि सम्बन्धित टिचरले तपाईलाई पर्सनल गाइडेन्स दिनुहुन्छ है, ठीक छ। त्यसैगरी एमसीक्यूज एक्सप्लेनेसन। अब अब्जेक्टिभ र सब्जेक्टिभ दुईटा टाइपको क्वेशन हुन्छन्। अब्जेक्टिभ क्वेशनको लागि पर्याप्त मात्रामा एमसीक्यूजहरु छ है। हरेक सब्जेक्टमा, सबै सब्जेक्टमा एकदम पर्याप्त मात्रामा क्वेशनहरु छन्। त्यो क्वेशनहरुमा चाहिँ अब तपाईहरुले क्वेशन प्र्याक्टिस गर्दै जाँदा तपाईले टिक लगाइसक्नुहुन्छ। त्यसपछि केही एन्सर आएन भने तपाईको एन्सर चाहिँ के हुन्छ त्यही भित्र एक्सप्लेन गरिएर राखेको हुन्छ है, ठीक छ। अलि टफ खालको क्वेशनहरुलाई चाहिँ हामीले एमसीक्यूमा एक्सप्लेनेसन गर्दैका छौं है, एन्सर एक्सप्लेनेसन गर्दैका छौं। यो एन्सर किन भयो त, अथवा यो भन्दा बाहेकको एन्सर किन भएन त, यो एन्सर करेक्ट किन हो त भनेर हामीले एक्सप्लेनेसन राखिदिएका छौं। त्यो पनि तपाईले हेर्नु होला, ठीक छ। त्यसैगरी भिडियोज अभाइलेबल पक्कै पनि लाइभ क्लास, डेली लाइभ क्लास लिइसकेपछि त्यो जुन लाइभ क्लास लिएका छौं हामीले त्यही भिडियो चाहिँ रेकर्डेड फर्ममा हामीले राखिएको हुन्छ है। यही भिडियो चाहिँ रेकर्डेड फर्ममा राखिएको हुन्छ, ठीक छ। अथवा तपाईले कहिलेकाहीँ कथम कदाचित तपाईले लाइभ क्लास लिन सक्नु भएन भने त्यही लाइभ क्लास चाहिँ रेकर्डेड भिडियोजमा अभाइलेबल भएर बसेको हुन्छ, ठीक छ। त्यही भएर कहिलेकाहीँ क्लास छुटिहाल्यो भनेर आत्तिराख्नु पर्दैन है। ल अब त्यसैगरी अर्को भनेको हेर्नुस् त, नोट्स अभाइलेबल पक्कै पनि। अब भिडियो मात्रै हेरेर पढेर त तपाईले सक्नुहुन्न, अब त्यसमा नोट्सहरु चाहियो है। नोट्सको लागि अब तपाईले हरेक सेक्सनमा, सबै सिलेबसको सेक्सनमा चाहिँ हामीले नोट पनि राखिदिएका छौं। त्यो नोटहरु पनि तपाईहरुलाई एकदम पर्याप्त मात्रामा नोटहरु छन्। त्यो नोटहरु पनि तपाईले चाहिँ हेर्न सक्नुहुन्छ है, ठीक छ। नोटहरु अब नोट चाहिँ तपाईको वर्ड फर्ममा पनि छ र त्यसैगरी पीडीएफ फर्ममा पनि छ। तपाईहरुलाई हार्ड कपी नै चाहियो भने पीडीएफ फर्मको नोट चाहिँ तपाईले डाउनलोड गरेर प्रिन्ट गरेर हेर्न पनि सक्नुहुन्छ है। अब यदि तपाईले एम्बिसन गुरुमै तपाई फिजिकल क्लास पढ्दै हुनुहुन्छ भने त नोट्स तपाईलाई ह्यान्डआउटहरु हामीले तपाईहरुलाई पठाइहाल्छौं है, ठीक छ। त्यसैगरी मक टेस्ट सेट। अब भन्नै परेन हेर्नुस्, हरेक हप्ता शनिबार हामीले मक टेस्ट लिन्छौं। त्यही मक टेस्टलाई चाहिँ
एज अ सेटको रूपमा पनि राखेका छौँ। त्यसैगरी एडिसनल मक टेस्टहरू हामीले हरेक मक टेस्टका सेटहरू पनि राखेका छौँ है। ठिक छ, 25 वटा मक टेस्टको सेट नै छ हामीसँग। अब यो 25 को अब तपाईँ पढ्दै जाँदाखेरि 30 पनि हुनसक्छ, 50 पनि हुनसक्छ। एकदमै धेरैभन्दा धेरै तपाईँहरूलाई क्वेसनहरू गराएर हामीले पढाउने छौँ है। ठिक छ, त्यसैगरी अनलिमिटेड च्याप्टर वाइज टेस्ट ल हेर्नुहोस् त, तपाईँले हरेक सब्जेक्टभित्र डिफ्रेन्ट च्याप्टर्सहरू हुन्छन् होइन। त्यो च्याप्टर्सहरू पनि हरेक च्याप्टरभित्र पनि हामीले क्वेसनहरू राखेका छौँ है। ठिक छ, हरेक च्याप्टरभित्र क्वेसन, जस्तो हाइवे पढ्नुहुन्छ भने हाइवेको जोमेट्रिक डिजाइन अफ हाइवेभित्र पनि स्टपिङ साइड डिस्टेन्स छ भने त्यो स्टपिङ साइड डिस्टेन्सभित्र पनि हामीले तपाईँहरूलाई क्वेसनहरू राखिदिएका छौँ है। त्यसै गरी हाइड्रोलिक्स हरेक च्याप्टरहरूभित्र क्वेसन, सबै सब्जेक्टको सबै च्याप्टरहरूभित्र एकदम पर्याप्त मात्रामा क्वेसनहरू छन्। तपाईँले मजाले एनी अनलिमिटेड टाइमसम्म है तपाईँले जहिले पनि तपाईँले चाहिँ च्याप्टर वाइज टेस्ट दिन सक्नुहुन्छ है। यसले गर्दाखेरि के हुन्छ भन्दा तपाईँलाई गाह्रो लागेको च्याप्टरहरूमा तपाईँले तपाईँले मक टेस्ट दिँदा अथवा त्यसको एमसिक्यूहरू गर्दाखेरि तपाईँलाई के कस्तो अप्ठ्यारो भएको छ अनि त्यस पछाडि तपाईँले के गर्न सक्नुभयो भने तपाईँले आस्कमा क्वेसन रेज गर्न सक्नुहुन्छ है। ठिक छ, त्यसै गरी सर्च एनी टपिक एन्ड गेट इन्स्ट्यान्ट। अब यो चाहिँ के हो त भन्दा एम्बिसन गुरुको गुगल हो है। एम्बिसन गुरुभित्र रहेको कुनै पनि मेटेरियल, कुनै भिडियो, नोट, एमसिक्यू होइन, एन्सर एक्सप्लेनेसनदेखि लिएर सबै कुराहरूमा चाहिँ तपाईँले सर्च गर्न सक्नुहुन्छ है। जस्तो कुनै पनि टपिक मलाई आएन भने मैले टपिक चाहिँ सर्च गर्न सक्छु। जस्तो सोइल मेकानिक्सको मलाई इफेक्टिभ स्ट्रेस भन्ने टपिक आएन भने त्यहाँ हाम्रो सर्च बार छ, त्यो सर्चमा गएर इफेक्टिभ स्ट्रेस भनेर तपाईँले टाइप गर्नुभयो भने तपाईँले एट द इन्स्ट्यान्ट इफेक्टिभ स्ट्रेसभित्र तपाईँलाई चाहिँ पुऱ्याइदिन्छ है। यो चाहिँ गुगल हो है, एम्बिसन गुरुको गुगल हो। अनि अर्को चाहिँ पक्कै पनि लिमिटेड सिट एभाइलेबल है। अब हामीसँग केही सिटहरू लिमिट मात्रामा छन्, अब तपाईँहरूले चाहिँ जतिसक्दो छिटो ग्र्याब गर्नु पऱ्यो है त सिटहरू। ठिक छ, जतिसक्दो छिटो सिटहरू ग्र्याब गर्नु पऱ्यो है। ल अहिले नै यहाँ साथीहरूले चाहिँ जोइन गरिसक्नु भएको छ, 1-2 जना साथीहरूले है। ल अब यो सबै यति धेरै कुराहरू हामीले प्राप्त गर्छौँ है। अब यसमा अर्को एउटा तपाईँलाई अनाउन्समेन्ट के पनि हो त भन्दा तपाईँले यदि फिजिकल क्लास लिँदै हुनुहुन्छ भने, यदि फिजिकल क्लास तपाईँले लिँदै हुनुहुन्छ भने यो अनलाइन क्लासको सबै कोर्स तपाईँले फ्री रूपमा पाउनुहुन्छ है। ठिक छ, फिजिकल क्लास लिने साथीहरूले अनलाइन क्लास फ्रीमा पाउनुहुन्छ। दिस इज अनाउन्समेन्ट। ठिक छ, अब फीको कुरा गरौँ। फी कति हो त भनेर एकदम धेरै क्वेसनहरू आइरहेको छ। पढ्न त पढ्ने, तर फी चाहिँ कति हो त सर भनेर क्वेसन एकदमै रेज भइरहेको छ। फी चाहिँ एकदमै सहज रूपमा हामीले राखेका छौँ, एकदमै सुलभ मूल्यमा। अनलाइन क्लास यदि तपाईँ लिन चाहनुहुन्छ भने ओन्ली फर 4,999। यदि तपाईँ फिजिकल क्लास नै पढ्न चाहनुहुन्छ भने अब फिजिकल क्लासमा अलिकति कस्टिङ बढ्छ नि है, त्यो तपाईँलाई थाहा छँदैछ। फिजिकल क्लासको लागि चाहिँ हामीले 10,000 9,979 भनेर राखेका छौँ। अब यसमा चाहिँ तपाईँहरूले विशेष रूपमा हामीले प्रोमो पनि राखिसकेका छौँ। विशेष रूपमा ह्याप्पी न्यू इयर स्किम अन्तर्गत तपाईँहरूले चाहिँ 20% डिस्काउन्ट पाउनुहुन्छ है, 20% डिस्काउन्ट। ठिक छ, 20% डिस्काउन्ट गर्दा फिजिकल क्लासमा जम्मा 7,979 लिन सक्नुहुन्छ। त्यसै गरी अनलाइन क्लास चाहिँ तपाईँहरूले मात्र 3,979 मा तपाईँले अनलाइन क्लास लिन सक्नुहुन्छ है। ल फीको अनाउन्समेन्ट यो है त। ल यो देखिसके पछाडि तपाईँले जतिसक्दो छिटो प्याकेज इनरोल गर्नुहोस् है त। ल अब एक्जामिनेसन, अब हामीले पढ्न त पढ्ने होइन, अब अनलाइन पनि पढ्ने, फिजिकल पनि पढ्ने, सबै कुराहरू चाहिँ गर्ने। तर एक्जामिनेसनको फर्मेट चाहिँ के हो त भनेर तपाईँलाई जान्न इच्छा छ भने जम्मै 2टा मात्रै एक्जाम छन्। 2 टाइपको एक्जाम भनेको के छ त हेर्नुहोस् त, एउटा अब्जेक्टिभ एक्जाम छ, अर्को चाहिँ सब्जेक्टिभ एक्जाम छ। अघि हामीले हेरिसक्यौँ बागमती प्रदेशले के गरेको रहेछ त भन्दा एकै दिन 2टा एक्जाम राखेको रहेछ है। ठिक छ, एकै दिन 2टा एक्जाम राखेको रहेछ। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू अब्जेक्टिभ र सब्जेक्टिभ दुईटैको माइन्ड मेकअप गरेर त्यो अनुसारको कन्फिडेन्समा तपाईँहरू हिँड्न पर्यो है। ल प्रथम पत्र भनेर छ। प्रथम पत्र भनेको अब्जेक्टिभ
अब्जेक्टिभको लागि हेर्नुहोस् त जेनरल अवेरनेस एन्ड जेनरल एप्टिच्युड टेस्ट छ। यसमा चाहिँ तपाईँको जीके आइक्यू र पिएम हुन्छ है, पब्लिक म्यानेजमेन्ट, यो तीनटा कुराहरू हुन्छ। ठिक छ। जेनरल अवेरनेस। त्यसै गरी भाग 2 मा चाहिँ जब रिलेटेड फङ्सनल नलेज छ। तपाईँहरू जब रिलेटेड फङ्सनल नलेज भनेको तपाईँलाई थाहा छँदैछ, तपाईँको टेक्निकल विषय है, तपाईँको टेक्निकल विषय हाइड्रोलिक्स, ओइल मेकानिक्स, वाटर सप्लाई हैन, हाइवे, यस्ता खालका सबै विषयहरू चाहिँ भाग 2 मा पर्छ। त्यसै गरी तपाईँको जीके आइक्यू पिएममा हेर्नुहोस् त, यो अब सबै एक्जाम अब्जेक्टिभ एक्जाम हो। अब 100 र 40 फुल मार्क्स 100, पास मार्क्स 40 छ। यो पास मार्क्स र फुल मार्क्सको तपाईँहरूलाई अब फुल मार्क्स चाहिँ हेर्नुहोस्, पास मार्क्स चाहिँ तपाईँहरूले नहेर्दा पनि हुन्छ। किन भन्दा अब साथीहरूले साथीहरूले चाहिँ 48 50 मा है, 50 मा 48 सम्म पनि ल्याइराख्नु भएको हुन्छ है। ठिक छ। सरी 100 मा तपाईँहरूको हेर्नुहोस् त, 100 मा चाहिँ तपाईँहरूको एकदमै धेरै मार्क्सहरू आइरहेको हुन्छ। 100 मा 98, त्यसै गरी 95 भन्दा माथि चाहिँ लगभग साथीहरूले ल्याइरहनुहुन्छ है। ठिक छ। तपाईँहरूको नाम निस्किने चान्स चाहिँ अब लगभग तपाईँहरूले 85 देखि 90 कटाउनु भयो भने चाहिँ तपाईँको ढुक्क नाम निस्किन्छ। 85 माथि पनि राम्रै चान्स छ है। ठिक छ। अब अहिले सिटहरू बढी खुलेको छ, त्यो भएको कारणले गर्दाखेरि 80 को लाइनमा ल्याउनु भयो र सब्जेक्टिभ चाहिँ एकदम राम्रो गर्नु भयो भने तपाईँको लगभग नाम निस्किने चान्स छ है। ठिक छ। तपाईँको टार्गेट अब्जेक्टिभमा 85 प्लस देखि 90 सम्मको टार्गेट है। 90 95 कति ल्याउन सक्नुहुन्छ त्यति ल्याउनुस्। ठिक छ। जति सक्दो धेरै मार्क्स ल्याउनुस्, अनि नाम निस्किन्छ भनेर ढुक्क भएर बस्नु पर्यो नि त है। ल अब 25 वटा प्रश्न, हरेक प्रश्नको तपाईँको 2 अङ्कको छ है। हरेक प्रश्न 2 अङ्कको छ। 45 मिनटमा चाहिँ तपाईँले सक्नुपर्ने हुन्छ है। अब यो 2 मार्क्स भनेर आति राख्नु पर्दैन, मजाले टाइम भ्याइन्छ। एकदम सिम्पल खालको क्वेसनहरू हुन्छ। धेरै तपाईँ न्युमेरिकल बेसिस खालको क्वेसनहरू एकदमै कम हुन्छ नि, तपाईँ कन्सेप्चुअल टाइपको क्वेसनहरू हुन्छ है। तपाईँले क्वेसन पढिसके पछाडि अब धेरै नसोचिकन, अथवा तपाईँले एकचोटि क्वेसनहरू देख्नु भएको छ भने, अथवा क्वेसन धेरै प्र्याक्टिस गर्नुभएको छ भने यो एकदमै टाइममै सकिन्छ है। 35-40 मिनटमै सकिने खालको क्वेसनहरू हुन्छन्। ठिक छ। 50 वटा क्वेसन त हो नि, मात्रै 50 वटा क्वेसन हो। मार्क्स मात्रै धेरै देखिएको छ है, 100 मार्क्स भनेर। ल अब तपाईँहरूले यो पनि पार गर्नुभयो। हेर्नुहोस्, एमसिक्यू पनि सबै सकिसक्नु भयो भने अब तपाईँहरू चाहिँ द्वितीय पत्र भन्छ यो सब्जेक्टिभ। सब्जेक्टिभमा अब सबै सब्जेक्टिभ चाहिँ सबै टेक्निकल विषय मात्रै आउँछ है। यो माथि चाहिँ तपाईँको जीके आइक्यू पिएम लगायतको बागमती प्रदेशको केही ऐन नियम कानुनहरू आउन सक्छ फर्स्ट पेपर भने। सेकेन्ड पेपर चाहिँ तपाईँको आफ्नो स्ट्रङ है, तपाईँको आफ्नो टेक्निकल विषय मात्रै आउँछ। त्यसमा जुनमा तपाईँहरू एकदमै स्ट्रङ हुनुहुन्छ, मलाई थाहा पनि छ है। मलाई विश्वास छ तपाईँहरू एकदमै टेक्निकल विषयमा चाहिँ आफ्नो विषयमा एकदमै अब्बल हुनुहुन्छ है। ल यो चाहिँ 100 मार्क्स हो, यो चाहिँ 40 मार्क्स। अब यसमा चाहिँ पास मार्क्स कन्सिडर गर्नुपर्ने हुन्छ है साथीहरू। किन भन्दा चेक गर्ने जुन टिचर हुनुहुन्छ अथवा चेकर जो छ, उहाँले चाहिँ एकदमै सब्जेक्टिभमा मार्क्स कन्जुसाइ गर्नुहुन्छ है। अब्जेक्टिभमा त अब टिक लाउने हो, तपाईँले टिक लाएको मिल्यो भने ठ्याक्कै मार्क्स आइहाल्छ। सब्जेक्टिभमा चाहिँ एकदमै मार्क्सको कन्जुसाइ हुन्छ। ठिक छ। 55 50 प्लस ल्याउनु भने एकदमै राम्रो है। सबै क्वेसनहरू मिलाउनु भएको छ भने तपाईँले 55 प्लस ल्याउन सक्नुहुन्छ। ठिक छ। अब तपाईँहरूले त सब इन्जिनियर पढ्दाखेरि त सबै मिलाउनु भन्दा एकदमै धेरै मार्क्स आउँथ्यो, तर यो लोकसेवामा त्यति धेरै मार्क्स आउँदैन। किन भन्दा तपाईँको 10 मार्क्स छ भने फुल मार्क्स, कुनै क्वेसनको फुल मार्क्स 10 छ भने त्यसमा तपाईँको 5-6 मार्क्सदेखि लिएर माथि दिन पर्यो भने टिचरले चाहिँ के गर्नुपर्ने हुन्छ, रिजन दिनुपर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि रिजन दिन कोही चाहन्न है। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूले सबै क्वेसन मिलाउने, सबै क्वेसन मिलाइसके पछाडि 50 55 60 त एकदमै रेयर आउँछ साथीहरू है। 50 55 को लाइनमा तपाईँ मार्क्स आयो भने तपाईँको यता 85 प्लस यता 50 प्लस देखि 55 60 सम्म ल्याउन सक्नु भने तपाईँको नाम निस्किने चान्स ढुक्क है। ठिक छ। अब हामीसँग पढ्ने, त्यस पछाडि फाइनलमा तपाईँहरूले सर मेरो चाहिँ यति यति मार्क्स आउने हो भनेर सुनाउनु भयो भने तपाईँको एकदम उज्जवल भविष्यको शुभकामना है। ल
तपाईको टार्गेट चाहिँ के हो त भन्दा आजबाट तपाईको टार्गेट सेट के हो त भन्दा यहाँ अब्जेक्टिभमा 90 त्यसैगरी सब्जेक्टिभमा 55 है 55 मार्क्स भन्दा पनि सबै क्वेशन मिल्न पर्यो है साथीहरु सब्जेक्टिभमा हरेक क्वेशन मिल्न पर्यो भलै तपाईले थ्योरीमा केही पोइन्टहरु तलमाथि अथवा केही पोइन्टहरु कम होला हैन 4 वटा पोइन्ट लेख्न जान्छु भनेर जानु भएको छ 3टा पोइन्ट मात्र लेखेर आउनु होला इट्स नो प्रब्लम तर न्यूमेरिकल यदि तपाईलाई आएको छ र न्यूमेरिकल बिगार्नु भयो भने चाहिँ नाम निस्किने चान्स छैन दैट्स व्हाई यु शुड बी रेडी फर एभ्री न्यूमेरिकल है हरेक सबै न्यूमेरिकलहरु चाहिँ तपाईले सबै न्यूमेरिकल मिलाउँछु भन्ने कन्फिडेन्समा तपाईहरु जानु पर्यो ठीक छ ल 5 मार्क्सको क्वेशनहरु 12 वटा आउँछ र 4 मार्क्सको क्वेशनहरु चाहिँ सरी 10 मार्क्सको क्वेशनहरु चाहिँ 4 वटा आउँछ है ठीक छ ल यो चाहिँ तपाईले 2 घण्टा 15 मिनेटमा भ्याउनु पर्यो है क्वेशनहरु हेर्नु त 12 4 16 वटा क्वेशन आउँदो रहेछन् 2 घण्टा 15 मिनेटमा भ्याउनु पर्यो दैट्स व्हाई 5 मार्क्सको क्वेशन यदि छ भने सबैले एकदमै सर्टकटमा लेख्ने एक पेजमा भ्याउन सक्ने हिसाबले ठीक छ सबै बुलेट पोइन्टमा लेख्ने त्यसपछि तपाईले फ्याक्ट र फिगरमा एकदमै धेरै ध्यान दिने फ्याक्ट फिगर र एक्जाम्पल है सब्जेक्टिभको की ट्रिक भनेकै के हो त भन्दा तपाईहरुले जति लेख्नुहुन्छ त्यो चाहिँ एकदमै राम्रोसित लेख्नुस् बुलेट पोइन्टमा लेख्नुस् गफ लेख्नै राख्नु पर्ने जरुरी छैन है तपाईहरुलाई क्वेशनले जे सोधेको छ त्यो चाहिँ लेख्नु होला त्यो भन्दा बाहिर रहेर लेखेको एन्सरलाई चेकरले तपाईलाई मार्क्स दिन्न है यो चाहिँ ढुक्क हुनुस् एकदम त्यसपछि बुलेट पोइन्टमा तपाईलाई सोधेको क्वेशनहरु सबै बुलेट पोइन्टमा ठ्याक ठ्याक लेख्ने त्यसपछि चाहिँ एउटा फिगर बनाउने अथवा केही एक्जाम्पल छ भने एक्जाम्पल दिन सक्नुहुन्छ केही त्यसको बारेमा फ्याक्टहरु थाहा छ भने फ्याक्टहरु राख्न सक्नुहुन्छ डेटाहरु त्यसले गर्दाखेरि तपाईको एन्सरको इम्प्रेसन एकदमै राम्रो हुन्छ है ल अब अन्तर्वार्ता हुन्छ अब पहिला यो नाम निकाल्नुस् है लिखितमा नाम निकाल्नुस् त्यसपछाडीको अन्तर्वार्ता हुन्छ 30 मार्क्सको अब यसमा जनरल अब एभरेजमा तपाईको मार्क्स आइराको हुन्छ सबैको उस्तै मार्क्स आउँछ 1-2 मार्क्स तलमाथि मात्रै हो अन्तर्वार्तामा त्यो भएको कारणले गर्दा तपाई केमा स्ट्रङ हुने त भन्दा तपाई स्ट्रङ हुने लिखित एक्जाममा एकदमै स्ट्रङ हुनु पर्ने हुन्छ है किनभने अन्तर्वार्ता भनेको 1-2 मार्क्स तलमाथि सबैको एभरेजमै आउँछ ठीक छ अब एमसीक्यू चाहिँ तपाईहरुले गर्न जान्नुहुन्छ मजाले तपाईले एकलट पढिसकेपछि मस्त लेख्न सक्नुहुन्छ टिक लगाउने हो त्यो नलेज यदि छ भने तपाईले टिक लगाउन सक्नुहुन्छ तर सब्जेक्टिभमा चाहिँ हामीले ध्यान दिन पर्ने हुन्छ सब्जेक्टिभको पनि अहिले नै कुरा गर्दिहालौं सब्जेक्टिभको कुरा गर्दाखेरि सब्जेक्टिभको कुरा गर्दा सब्जेक्टिभ चाहिँ धेरै साथीहरुलाई अब कतिको उस छ तपाईहरुले धेरै साथीहरु चाहिँ एकदम नयाँ जोइन हुनु भएको जस्तो लाग्छ मलाई नयाँ जोइन हुनु भएको साथीहरु भर्खर अब चाहिँ म सब इन्जिनियर लोकसेवा लड्ने हो मैले जसरी पनि नाम निकाल्ने हो भन्नु भएको साथीहरुलाई चाहिँ सब्जेक्टिभको लागि म सानो टिप्स दिन्छु है म जसरी नै नाम निकाल्ने हो भनेर एम्बिसन गरी यदि जोइन गर्दै हुनुहुन्छ भने तपाईहरुको लागि एकदमै सब्जेक्टिभको आजैबाट तपाईहरुले सब्जेक्टिभमा एउटा चाहिँ माइन्डसेट बनाउनु पर्ने हुन्छ कसरी लेख्ने के गर्ने भनेर त्यो चाहिँ म तपाईहरुलाई भन्छु है सब्जेक्टिभको लागि चाहिँ तपाईहरुले ब्ल्याङ्क पेपर मात्रै पाउनुहुन्छ तपाईको लाइन भएको पेपर कुनै पनि हुन्न सब्जेक्टिभ लेख्ने यदि एक्जाम दिदै हुनुहुन्छ भने यस्तो ब्ल्याङ्क पेपर हुन्छ ब्ल्याङ्क पेपर है साथीहरु ड्राइङ कपी अथवा आजैदेखि तपाईले A4 पेपरमा नोट बनाउन सुरु गर्नुस् अब्जेक्टिभको नोट बनाए पनि हुन्छ सब्जेक्टिभको नोट बनाए पनि हुन्छ यसमा चाहिँ तपाईहरुले अब के गर्नु पर्यो हेर्नुस् त कुनै एउटा ब्ल्याङ्क पेपर तपाईलाई दिएको हुन्छ यसमा तपाईहरुले मार्जिन मस्त तान्न पर्यो आनन्दले तपाईहरुको 1-1 इन्चीको मार्जिन तान्नुस् धेरै पनि मार्जिन तान्न परेन त्यसपछि तपाईको यहाँ क्वेशन हुन्छ अब एन्सर भनेर यहाँ तपाईले अब एन्सर लेख्न थाल्नुहुन्छ न्यूमेरिकल यदि छ भने गिवन लेख्न पर्यो है ठीक छ एन्सरमा अब तपाईले क्वेशन केही न केही क्वेशन सोधेको हुन्छ त्यो क्वेशनको लागि तपाईले एउटा इन्ट्रोडक्सन लाइन लेख्नुस् ठीक छ यहाँ क्वेशन सोधेको हुन्छ इन्ट्रोडक्सन लाइन टक्क 1-2 लाइनको इन्ट्रोडक्सन लाइन लेख्नुस् ठीक छ अब तपाईहरुलाई कजेज इफेक्ट हैन त्यसैगरी एडभान्टेज डिसएडभान्टेज के सोधेको छ त्यो यदि कजेज भनेर सोधेको छ भने यसमा कजेज भनेर लेख्नु अनि यसमा बुलेट पोइन्ट बनाउनुस् बुलेट पोइन्ट टक 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 लेख्नुस् है
केही गफ लेखिराख्नु पर्ने जरुरी छैन। फर्स्ट इन्ट्रोडक्सन लाइन लेख्नुहोस्, त्यस पछाडि तपाईँले के सोधेको त्यो लेख्नु है। अब यसमा तपाईँले के फिगरहरू आउँछ, के ग्राफहरू आउँछ भने पनि तपाईँहरूले यहाँ ठ्याक्क बनाउने। यहाँ फिगर पनि तपाईँले बनाउन सक्नुहुन्छ, यहाँ ग्राफ पनि बनाउन सक्नुहुन्छ। त्यस पछाडि तपाईँलाई केही एक्जाम्पल आउँछ भने एक्जाम्पल चाहिँ छुटाउनु हुन्न, ठिक छ। केही फ्याक्टहरू आउँछ, तपाईँलाई के डेटाहरू आउँछ भने त्यो डेटा पनि लेखिदिनुहोस्, ठिक छ। फ्याक्टहरू अथवा तपाईँलाई के डेटा थाहा छ भने डेटा पनि लेखिदिनुहोस् है। सब्जेक्टिभको लागि हामी डिस्कसन गर्दैछौँ। सब्जेक्टिभ एक्जाम दिने टिप्सहरू भन्नुभएको थियो साथीहरूले। धेरै साथीहरूले यो अलिकति यसमा बढी फोकस हुनुहुन्छ। सब्जेक्टिभ एक्जाम दिने टिप्स चाहिँ यो है। अनि फाइनल क्लोजिङ लाइन दिन पनि सक्नुहुन्छ, कन्क्लुजन भनेर कन्क्लुजनको 2 लाइन दिन सक्नुहुन्छ, तर नदिँदा पनि खासै फरक पर्दैन है। अब पर्फेक्ट एन्सर चाहिँ तपाईँहरूले यसरी लेख्न सक्नुहुन्छ, ठिक छ। केही पनि गफ लेख्न जरुरी छैन है साथीहरू। के सोधेको छ क्वेसनले त्यही मात्रै ठ्याक्कै अन द पोइन्ट लेख्नुहोस्, ठिक छ। सब्जेक्टिभ लेख्ने तरिका चाहिँ यो है। ल यसलाई सर हेर्नुहोस् त। ओके है त। ल अब पेपर 1 र 2 छ। अब भनिराख्नु परेन साथीहरूलाई। फर्स्ट पेपरमा तपाईँको जीके, आइक्यू र पिएम, त्यस पछाडि टेक्निकल विषयहरू हुन्छन् है। पार्ट 1मा तपाईँको सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण भन्छ। जेनरल अवेरनेस र जेनरल एप्टिट्युड टेस्ट, यो चाहिँ 25 वटा क्वेसन आउँछन्, जुन चाहिँ 50 मार्क्स क्यारी गरेको हुन्छ है। 25 वटा क्वेसन आउँछन्, जसमा तपाईँको सामान्य ज्ञानभित्र तपाईँको 8 वटा क्वेसन आउँछन् है साथीहरू। सामान्य ज्ञानभित्र 8 वटा क्वेसन आउँछन् है, जुनले हरेकले 2 मार्क्स भएको हुन्छ, द्याट इज 16। अब सामान्य ज्ञानभित्र पनि 10 वटा चाहिँ तपाईँहरूले टपिक रहेको छ। यो 10 वटा टपिक पढ्नु पर्यो है। सामान्य ज्ञानभित्र तपाईँको 8 वटा क्वेसन आउने रहेछ है, 16 मार्क्स। त्यसै गरी सार्वजनिक व्यवस्थापन भन्छ, पब्लिक म्यानेजमेन्टभित्र तपाईँको फेरि पनि 8 वटै क्वेसन आउने रहेछ, जसले चाहिँ 2 मार्क्स क्यारी गर्छ, 16 मार्क्स हो, ठिक छ। कार्यालय व्यवस्थापन, निजामती ऐन, यस्ता खालका सबै टपिकहरू तपाईँले सामान्य तपाईँको सार्वजनिक व्यवस्थापनभित्र पढ्नु पर्यो, ठिक छ। त्यसै गरी अर्को भनेको सामान्य अभिक्षमता परीक्षण। अब यो इन्जिनियर साहबहरूलाई त सजिलै हुनुपर्छ है। मलाई जहाँसम्म लाग्छ यो जुन 5 मार्क्स छ, यो 10 मार्क्समा 10मा 10 ल्याउनु पर्यो है साथीहरूले। अब इन्जिनियर साहबहरूलाई अब यो हेर्नुहोस् त, यहाँ डिरेक्सन, डिस्टेन्स, र्याङ्किङ अर्डर, लजिकल रिजन, यो सबै म्याथ हो है। यो 19 को म्याथ हो। यो 19 को म्याथबाट चाहिँ तपाईँले फुलमा फुल ल्याउनु पर्यो है। यसमा चाहिँ बिगार्नु भएन, ठिक छ। ल यो सबै टपिकहरू चाहिँ सामान्य अभिक्षमता परीक्षाभित्र रहेको सबै टपिकहरूमा कुनै पनि क्वेसन तपाईँले बिगार्नु भएन है, ठिक छ। यसमा 10मा 10 ल्याउनु पर्यो है त। अब जीके र पिएम चाहिँ बिग्रिन सक्छ। जीके त अथाह महासागर नै हो। जीके चाहिँ सबै मिलाउँछु भनेर अब कहिलेकाहीँ तुक्काले मिल्न पनि सक्छ, तर जीके चाहिँ महासागर हो। यसमा अलिकति तपाईँले बेसी खालको क्वेसनहरू चाहिँ प्र्याक्टिस गरेर पर्फेक्ट हुनुहोस्, तर जीके फुलमा फुल मिलाउनु चाहिँ तपाईँले सक्नुहुन्न, गाह्रै हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँको बेस्ट चाहिँ के हुनु पर्यो त हेर्नुहोस् त, 10मा 10 ल्याउने चाहिँ तपाईँको यो आइक्यू चाहिँ तपाईँले 10मा 10 ल्याउनुपर्छ है। ल चिन्ता लिनु पर्दैन, तपाईँहरूलाई हामी गाइडेन्स गर्छौँ। आज चाहिँ पढाइ के कस्तो हो त, कसरी पढ्ने है, त्यसै गरी के कुराहरू पढ्नुपर्छ त भनेर मात्रै हेरिरहेका छौँ हामीले। अर्को भनेको नेपाली र अङ्ग्रेजी भाषा। अब यो चाहिँ खासमा तपाईँहरूलाई पढाइराख्नु पर्दैन। हेर्नुहोस्, अब इङ्ग्लिसमा के कसरी लेख्ने, लेटर, रिपोर्टहरू होइन, नाउन, प्रनाउन, अब्जेक्टिभहरू के कस्तो हुन्छ यो हेर्ने। त्यसै गरी नेपालीमा अब तपाईँको अलिकति शुद्ध शब्दहरू हेर्नुपर्ने हुन्छ। अब किनभने तपाईँहरू चाहिँ अब इन्जिनियर भएर, सब इन्जिनियर भएर तपाईँहरू कुनै पनि कार्यालयमा यदि जाँदै हुनुहुन्छ भने तपाईँहरूले केही न केही रिपोर्टहरू बनाउनु पर्ने हुन्छ। त्यो रिपोर्ट बनाउँदाखेरि तपाईँले नेपाली टाइपमा पनि गर्नुपर्ने हुनसक्छ, इङ्ग्लिसमा पनि गर्नुपर्ने हुनसक्छ। त्यो कुरालाई रेडी बनाउनको लागि चाहिँ तपाईँहरूलाई यो नेपाली र अङ्ग्रेजी भाषा पनि दिएको है बागमती प्रदेशले, ठिक छ। बागमती प्रदेशले यो दिएको। यसमा तपाईँको इङ्ग्लिसको लागि 4 2 8
4वटा क्वेसन आउँछ। त्यसैगरी नेपालीको लागि 2 × 2 4वटा 4 अङ्कको आउँछ है। यो पनि 10 मार्क्सको। अब यो पनि तपाईहरुले लगभग मिलाउनुहुन्छ है। ठीक छ। हेर्नुस् त तपाईहरुलाई सजिलो चाहिँ जीके र पीएम मा अब 16 मार्क्स हो। त्यसैगरी तपाईको यतापट्टि तपाईको आईक्यू हो। आईक्यू 10 मार्क्स। त्यसपछि नेपाली र इंग्लिश गरेर कति रहेछ 10 रहेछ है। सरी 8 4 12 रहेछ। यो गरिसकेपछि तपाईको कति भयो त 50 भयो। अब तपाईहरुले नेपाली इंग्लिश र आईक्यू त तपाईहरुले लगभग सकिसक्नुहुन्छ, मज्जाले गर्नुहुन्छ। तर जीके र पीएम चाहिँ अलिकति तपाईहरुलाई जीके एकदमै माछा गर्ने सबै क्वेशन गरेर सक्दै सक्नुहुन्न जीके मा। त्यही कारणले गर्दा जीके र पीएम चाहिँ तपाईले मस्त पढ्नै पर्छ है। अनि आईक्यू र नेपालीमा चाहिँ तपाईले राम्रो गर्न सक्नुहुन्छ। ठीक छ। ल यो भइसके पछाडी अब टिचरहरु कोले के पढाउनुहुन्छ भन्ने अघि नै क्वेशन आइसकेको छ। म क्वेशनहरु पनि हेर्दै छु फेसबुकबाट है। फेसबुकबाट क्वेशनहरु पनि कमेन्टहरु हेर्दै छु। ल हाउ टु गेट दिस कोर्स भन्नु भएको छ है। ओके ठीक छ। को टिचरले के पढाउनुहुन्छ भन्ने कुरा गर्नु भएको छ। यति मात्रै टाइममा कोर्स सकिन्छ। म क्वेशनहरु एकछिनमा लिन्छु है। गुरुहरुको बारेमा कुरा गर्दिनु भन्नु भएको छ। अहिले गुरुहरु चाहिँ टिचरहरु चाहिँ हाम्रो यहाँ हुनुहुन्छ हेर्नुस् है त। टिचरहरु चाहिँ हेर्नुस् त टिचरहरु हामीसँग सर्वे र कन्स्ट्रक्सन म्यानेजमेन्ट चाहिँ जनकराज पन्त सरले पढाउनुहुन्छ है। सरलाई तपाईले चिन्नु भएको होला है त। उहाँ गभर्नमेन्ट इन्जिनियर हुनुहुन्छ। ठीक छ। त्यसैगरी कन्स्ट्रक्सन मटेरियल र वाटर सप्लाई स्यानिटेसन इन्जिनियरिङ राधा म्यामले पढाउनुहुन्छ। अब उहाँलाई नचिन्ने त साथीहरु एकदमै कम नै हुनु होला है। राधा म्यामले तपाईहरुलाई कन्स्ट्रक्सन मटेरियल र वाटर सप्लाई पढाउनुहुन्छ है। ल राधा म्यामसित कन्स्ट्रक्सन मटेरियल र वाटर सप्लाई मस्त पढ्नु होला। त्यसपछि तपाईहरुले हाइड्रोलिक्स र एस्टिमेटिङ कस्टिङ चाहिँ हाम्रो कमलेश सरबाट पढ्न सक्नुहुन्छ। उहाँको सब इन्जिनियरमा धेरै बुकहरु उहाँले पब्लिश गर्नु भएको छ। तपाईहरुले सब इन्जिनियर पढ्दाखेरि उहाँको बुकहरु धेरै पढ्नु भएको पनि होला है। धेरै साथीहरुले पढ्नु भएको होला। अब अहिले चाहिँ अब्जेक्टिभ अथवा लोकसेवा तयारी चाहिँ उहाँबाट गर्न सक्नुहुन्छ। त्यसैगरी नीलम सर चाहिँ जियोटेक इन्जिनियर हुनुहुन्छ। उहाँले सोयल मेकानिक्स र इरिगेसन इन्जिनियरिङ दुईटा पढाउनुहुन्छ है। उहाँ गभर्नमेन्ट लेभलको इन्जिनियर पनि हो। त्यसैगरी जियोटेक इन्जिनियर पनि हो है। ठीक छ। यो सब्जेक्ट तपाईले पढाउनुहुन्छ। त्यसैगरी मैले पढाउने चाहिँ हाइवे पढाउँछु। त्यसैगरी एयरपोर्ट इन्जिनियरिङ पढाउँछु है। ठीक छ। त्यसैगरी स्ट्रक्चरको कुरा आएन होला। स्ट्रक्चर चाहिँ डिजाइन अफ स्ट्रक्चर र तपाईको एनालाइसिस अफ स्ट्रक्चर दुईटा मेकानिक्स अफ मटेरियल दुईटा जुन छ त्यो चाहिँ हेमराज ओली सरले पढाउनुहुन्छ है। स्ट्रक्चरको सब्जेक्टहरु डिजाइन अफ स्ट्रक्चर र मेकानिक्स अफ मटेरियल चाहिँ यो दुईटा चाहिँ हेमराज सरले पढाउनुहुन्छ है। हेमराज ओली सरले पढाउनुहुन्छ। स्ट्रक्चरको एकदमै राम्रो ख्याति प्राप्त टिचर हुनुहुन्छ। नेपाल विद्युत प्राधिकरणमा स्ट्रक्चर इन्जिनियरको रूपमा काम गर्दै हुनुहुन्छ। उहाँले तपाईहरुलाई स्ट्रक्चरको विषय पढाउनुहुन्छ है। ठीक छ। ल त्यसैगरी अर्को भनेको हेर्नुस् त हामीले अब तपाईहरुलाई प्रोभाइड गर्ने भनेको हेर्नुस् त लाइभ क्लास तपाईहरुलाई दिइहाल्छौं। लाइभ क्लासमा के गर्छौं हेर्नुस् त। लाइभ क्लासमा इम्पोर्टेन्ट पोइन्टहरु थ्योरीहरु नोटहरु हामी सबै दिन्छौं है। अर्को भनेको लाइभ क्लास सकिसके पछाडी तपाईहरुलाई मक टेस्ट सिरिज गराउँछौं। मक टेस्ट सिरिज त थाहा नि 1 2 3 4 5 6 गरेर हामीले तपाईहरुलाई 1 वीक्स भनेको 7 दिनको 7 वटा तपाईहरुलाई लगातार। अब संघको एक्जाम आउँदैछ। संघको लागि पनि हामीले मक टेस्ट सिरिज गराउँछौं। त्यसैगरी बागमती प्रदेशको एक्जाम आउँदैछ। बागमती प्रदेशको लागि पनि हामीले मक टेस्ट सिरिज गराउँछौं। 7 दिनको मक टेस्ट सिरिज है। तपाईहरुले अब्जेक्टिभ पनि 7 वटा सेट पाउनुहुन्छ। सब्जेक्टिभ पनि 7 वटा सेट पाउनुहुन्छ है। त्यो भयो मक टेस्ट सिरिज। ठीक छ। त्यसैगरी अर्को भनेको महारिभिजन क्लासेस।
है। रिभिजन क्लास त तपाईँलाई थाहा छँदैछ, महारिभिजन क्लासेस भनेको एक दिनमा सबै एउटा सब्जेक्ट क्लियर गरिदिने, ठिक छ। जस्तो एकै दिनमा महारिभिजन क्लासमा चाहिँ तपाईँहरूले हामीले लाइभ क्लास सकिसके पछाडि रिभिजन गराउँछौँ, त्यो भनेको एक दिनमा एउटा सब्जेक्ट सक्ने, ठिक छ। एक दिनमा एउटा अथवा दुईवटा सब्जेक्ट सक्ने, जस्तो सोइल मेकानिक्स एकै दिनमा सबै सक्ने रिभिजन गरेर। त्यसै गरी हाइवे एकै दिनमा सबै सक्ने, हाइवे र एयरपोर्ट एकै दिनमा सक्ने, यस्ता खालका कम्बिनेसन लिएर तपाईँहरूलाई चाहिँ हामीले महारिभिजन क्लासेस गराउँछौँ है। लाइभ क्लास सकिसके पछाडि पहिलो प्रायोरिटी लाइभ क्लास पर्छ। लाइभ क्लास सकेर कोर्स सकिसके पछाडि हामी तपाईँलाई महारिभिजन क्लास, क्वाड क्लास होइन, यस्ता खालका क्लासहरू हामी गराउँछौँ। क्वाड क्लासेस महारिभिजन भयो, एक दिनमा सबै सब्जेक्ट सक्ने भयो, एक दिनमा एउटा सब्जेक्टको सबै टपिकहरू सक्ने भयो। अर्को भनेको तपाईँको क्वाड क्लास है। क्वाड क्लासमा चाहिँ क्वेसन एन्सर डिस्कसन हुन्छ। सब्जेक्टिभ छ भने सब्जेक्टिभको क्वेसन सेट नै ल्याएर अहिलेसम्म सोधिएको, अहिलेसम्म अब तपाईँको 25-30वटा एक्जामहरू भइसक्यो होला है। प्रदेश, स्थानीय, निजामती, सङ्घ सबै गरेर लगभग 25-30वटा क्वेसन सेटहरू हामीसँग कलेक्सन भइसकेका छन्। त्यो क्वेसन सेटहरू ल्याएर तपाईँहरूलाई चाहिँ सब्जेक्टिभमा के कस्तो क्वेसन आएको छ, अब्जेक्टिभमा के कस्तो क्वेसन आएको छ, यो क्वेसनहरू ल्याएर क्लासमै हामी डिस्कसन गराउँछौँ। लेख्ने कसरी त, सब्जेक्टिभमा यो क्वेसन आउँदा कसरी लेख्ने, त्यसरी अब्जेक्टिभमा आउँदाखेरि यो क्वेसन आउँदा कसरी ट्याकल गर्ने, के कस्तो ट्रिकहरू युज गर्ने भनेर यस्ता टिप्सहरू पनि हामी तपाईँहरूलाई दिन्छौँ, ठिक छ। यी कुराहरू भए है। ल अब चाहिँ हामीले लगभग कसरी पढाउँछौँ, के कसरी तयारी गर्ने, कसरी लेख्ने भन्ने डिस्कसन हामीले लगभग गरिसकेका छौँ। अब चाहिँ तपाईँहरूको क्वेरिज लिन्छौँ है त। तपाईँहरूको क्वेरिज के छ, फेसबुकबाट जोइन हुनुभएको साथीहरूले फेसबुकमा कमेन्ट गर्नु होला। त्यसै गरी हाम्रो एपमा जोइन हुनुभएको साथीहरूले चाहिँ एपमा कमेन्ट गर्नु होला है त, ठिक छ। निश्चितजीले भन्नुभएको छ यहाँ प्रिलिम्स त पास भए मात्रै हुने होइन र भन्नुभएको छ। दुईटै मार्क्स जोडेर अनि तपाईँको फाइनल क्यालकुलेसन हुन्छ है। दुईटै मार्क्स, अब्जेक्टिभको र सब्जेक्टिभ दुईटै मार्क्स जोडेर तपाईँहरूको फाइनल क्यालकुलेसन हुन्छ। पास भए चाहिँ पुग्छ। अब तपाईँहरू दुईटा मार्क्स जोड्दाखेरि तपाईँहरू माथि आउन सक्नुहुन्न है। किन भन्दाखेरि अब्जेक्टिभको मार्क्सले एकदमै बढी डिटरमाइनिङ गर्छ। त्यो कारणले गर्दाखेरि अब्जेक्टिभ एकदम राम्रो गर्नु होला है, ठिक छ। त्यसै गरी अर्को भनेको तपाईँको सब इन्जिनियरको कति पैसा लाग्छ भन्नुभएको छ। हेर्नुहोस् त पैसा कति लाग्दो रहेछ। फीमा चाहिँ हामीले हेर्दाखेरि फिजिकल क्लासको लागि 9,979 हो है। त्यसै गरी अनलाइन क्लासको लागि 4,979, ठिक छ। अब अहिले चाहिँ हामीले तपाईँहरूलाई ह्याप्पी न्यू इयर डिस्काउन्ट अथवा यो नयाँ प्याकेज हामीले दिइराखेको भएर, यो नयाँ सिजन भइरहेको भएर तपाईँहरूको लागि चाहिँ डिस्काउन्टेड प्राइस है। नयाँ क्लास स्टार्ट गर्दैछौँ। हाम्रो सिजनहरू दुईटा सिजन सकिसकेको छ। यो चाहिँ तपाईँहरूलाई बागमती प्रदेश विशेष चाहिँ नयाँ सेक्सन लिएर आएको भएर तपाईँहरूलाई नयाँ वर्षको उपलक्ष्यमा 20% डिस्काउन्ट छ, जसमा फिजिकल क्लास चाहिँ तपाईँहरूले 7,979 मा लिन सक्नुहुन्छ। त्यसै गरी अनलाइन क्लास जुन छ, अनलाइन क्लास चाहिँ तपाईँहरूले 4,979 मा तपाईँले लिन सक्नुहुन्छ है त। ल अहिले नै हेर्दै तपाईँहरूले लिइसक्नुभयो भने, यदि लिन चाहनुहुन्छ भने तपाईँहरूको लागि मेरो तर्फबाट अझै डिस्काउन्ट है त। ल हेर्दै अहिले नै जोइन गर्नुभएको साथीहरूले पनि डिस्काउन्ट चाहिँ अलि राम्रो पाउन सक्नुहुन्छ है त। 20% छ, 30%सम्म तपाईँहरू जान सक्नुहुन्छ है, ठिक छ। हेर्दै यो लाइभ हेर्दै जोइन हुनुभएको साथीहरूले 30% डिस्काउन्ट पाउनुहुन्छ है त। ल ठिक छ। 1-2जना साथीहरू जोडिसक्नु भएको छ है। कति टाइमको एक्सेस दिनुहुन्छ भन्नुभएको छ। एक्सेस चाहिँ तपाईँहरूले अब यदि एक्सेस चाहिँ तपाईँहरू यदि फिजिकल क्लास लिँदै हुनुहुन्छ भने तपाईँहरूले लगभग 1 वर्षको है, अर्को वर्षसम्मको सङ्घको लागि लिन सक्नुहुन्छ। यदि फिजिकल चाहिँ तपाईँको अब फिजिकल जोइन यदि हुँदै हुनुहुन्छ भने तपाईँको
जेठको 24 गते भनेको अब जेठको अन्तिमसम्म चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ है। तर हामीले फिजिकल क्लास यदि लिँदै हुनुहुन्छ भने अनलाइन चाहिँ हामीले फ्री गरेका छौं है। अनि अनलाइन क्लास यदि लिँदै हुनुहुन्छ भने चाहिँ तपाईको जेठको अन्तिमसम्म चाहिँ तपाईहरुले पाउनुहुन्छ। ठीक छ, जेठको अन्तिमसम्म तपाईहरुले पाउनुहुन्छ है त। ल के ठीक छ। ल अनि नोटहरु भन्नुभएको छ, नोटहरु कसरी लिने भन्नुभएको छ। नोटहरु चाहिँ तपाईहरुले अब प्याकेज इनरोल गर्नुस् है। फिजिकल यदि आउँदै हुनुहुन्छ भने साथीहरुले फिजिकल क्लासमा हामीले तपाईलाई ह्यान्डआउट दिइहाल्छौं, नोटहरु प्रोवाइड गरिहाल्छौं। अनलाइन हुनुभएको साथीहरुले चाहिँ एप भित्रै हरेक सब्जेक्ट भित्रै तपाईको नोट छ। तपाईको नोट चाहिँ पीडीएफ फर्ममा पनि मैले राखिदिएको छु, त्यसैगरी वर्ड फर्ममा पनि छ। पीडीएफ फर्ममा भएको नोटहरु चाहिँ तपाईहरुले प्रिन्ट गरेर तपाईले हेर्न सक्नुहुन्छ है। मस्त नोटहरु टन्नै छन्। अनि सब्जेक्टिभ एक्जाम हुन्न र भन्नुभएको छ। सब्जेक्टिभ एक्जाम हामीले लिन्छौं। हामीले क्वेशन सेट तपाईलाई आस्कमा पठाउँछौं अथवा मेसेज गर्छौं है। यो हाम्रो एप भित्र मेसेज गर्ने जस्तो आस्क टुल छ, त्यो आस्कमा चाहिँ हामी तपाईहरुलाई पठाउँछौं क्वेशनहरु। अनि तपाईहरुले चाहिँ त्यो क्वेशनहरु गरेर फेरि हामीलाई एन्सर बुझाउनु पर्ने हुन्छ है। ठीक छ, एन्सर बुझाइसकेपछि हामीले तपाईको त्यो चेकिङ गर्छौं के कस्तो गल्ती के कमी कमजोरी भएको छ भने तपाईहरुलाई सुधार्ने मौका अथवा के टिप्सहरु हामी तपाईलाई दिन्छौं। ठीक छ, म फोन गरेरै बुझ्छु भन्नुभएको छ। हुन्छ है, फोन गरेर बुझ्दा पनि हुन्छ। फोन नम्बर चाहिँ हाम्रो 0159702888 है। ल यो नम्बरमा फोन गरेर बुझ्न पनि सक्नुहुन्छ। ठीक छ, तपाई अहिले नै स्योर हुनु भएन भने केही दिन पछाडी 1-2 दिन ट्रायल क्लास लिनुस्, त्यसपछि राम्रो लाग्यो भने यो फोन नम्बरमा कल गरेर पनि तपाईहरुले बुझेर क्लासहरु भर्ना लिन सक्नुहुन्छ। ठीक छ, ल अरु केही क्वेरीजहरु छन्? एप देखि इनरोल हुन सक्नुहुन्छ है। एपमा चाहिँ तपाईहरुले प्ले स्टोरमा जाने एम्बिसन गुरु भनेर यो एप छ हेर्नुस् त, यो एम्बिसन गुरु यो एप चाहिँ तपाईहरुले इन्स्टल गर्ने, त्यसपछि सब इन्जिनियर भनेर त्यहाँ सर्च गर्ने, त्यसमा तपाईको सब इन्जिनियरको प्याकेज आउँछ अनि तपाईहरु चाहिँ इनरोल गर्न सक्नुहुन्छ है। ल म अहिले नै जोइन गर्छु, मलाई डिस्काउन्ट चाहियो भन्नुभएको छ। ओके ठीक छ है त, अहिले नै जोइन गर्नुहुन्छ भने तपाईहरुले अहिले भर्खरै यो नम्बरमा कल गरेर अनि तपाई जोइन हुन सक्नुहुन्छ है। ल अरु केही क्वेरीज छन्? क्वेरीजहरु भएदेखि क्वेरीज राख्नु होला है त। ल ओके ठीक छ, पहिला क्लास लिन्छु अनि हेर्छु भन्नुभएको छ। ओके है त। ल अनलाइन यदि हेर्दै हुनुहुन्छ भने 2 दिनको ट्रायल क्लास तपाईले पाउनुहुन्छ। 2 दिनसम्म क्लासहरु हेर्नुस्, राम्रो लाग्यो भने तपाईले क्लास चाहिँ प्याकेज इनरोल गर्न सक्नुहुन्छ। अथवा लाइभ क्लास नै म हेर्न आउँछु, फिजिकल क्लास नै लिन्छु भन्नुहुन्छ भने हाम्रो एम्बिसन गुरुको अफिसमा अथवा एम्बिसन गुरुको क्लासमा आउन सक्नुहुन्छ। पुतली सडकमा रहेको छ है। ट्राफिक कार्यालय भन्दा थोरै अगाडि 100 मिटर अगाडि पुतली सडकमा रहेको छ है। अथवा आर्मी क्याम्प सिंहदरबारको आर्मी क्याम्पको ठ्याक्कै अपोजिटमा पनि रहेको छ है। कुमारी ब्याङ्कको बिल्डिङ अथवा अहिले चाहिँ एम्बिसन गुरुकै बिल्डिङ पनि छ, त्यो हेरेर तपाईहरु आउन सक्नुहुन्छ है। ल ओके, म अनलाइन लिन्छु भन्नुभएको छ। ठीक छ, अनलाइन लिनुस्। अनलाइन लिँदा पनि केही फरक पर्दैन, सबै तपाईले झन् धेरै पढ्न पाउनुहुन्छ अनलाइन लिँदा। फिजिकल लिन चाहनुहुन्छ भने फिजिकल पनि क्लास पाउनुहुन्छ, त्यसैगरी तपाईहरु अनलाइन क्लास पनि तपाईले फ्रीमै पाउनुहुन्छ है त। ल ओके, कोर्स भ्याइन्छ त भन्नुभएको छ। भ्याइन्छ है, मज्जाले कोर्सहरु भ्याइन्छ। तपाईहरुलाई हामीले एकदमै सटिक रूपमा पढाउँछौं। जति सक्दो धेरै क्वेशनहरु प्र्याक्टिस गराउँछौं। त्यही क्वेशन प्र्याक्टिस गरेकै आधारमा तपाईहरुको एकदमै परफर्मेन्स बेटर हुन्छ है। ठीक छ, भ्याइन्छ, कोर्स चाहिँ मज्जाले भ्याइन्छ है।
सङ्घको लागि पढ्नु भएको साथीहरूले त लगभग हाम्रोमा रिभिजन सकिसक्नु भएको छ। अब मक टेस्ट सिरिज र महारिभिजनको कोर्स मात्रै हुन्छ हामीसँग बाँकी। अनि अब बागमती प्रदेशमा यदि जोइन हुन चाहनुहुन्छ भने बागमती प्रदेशको लागि चाहिँ अब क्लासहरू क्वेसन एन्सर डिस्कसन क्लासहरू लाइभ क्लासहरू चाहिँ हामी अब आइतबारबाट अथवा केही दिनबाटै स्टार्ट गरिहाल्छौँ है। तपाईँहरू कलेक्सन हुँदै गर्नुहोस्, जोइन गर्दै गर्नुहोस्। त्यस पछाडि आइतबारबाटै हामीले बागमती प्रदेशको लागि चाहिँ नयाँ क्लास स्टार्ट गर्छौँ। ठिक छ ल। क्वेरिजहरू लगभग अब धेरै जसो क्वेसनहरू आइरहेको थियो। त्यो क्वेसनहरू चाहिँ लगभग सबै क्वेसनहरू एड्रेस भयो जस्तो लाग्छ। केही क्वेसनहरू छन् अथवा अझै पनि तपाईँहरूलाई केही डाउटहरू छन् भने तपाईँले चाहिँ हाम्रो एम्बिसन गुरुको यो नम्बरमा पनि कल गर्न सक्नुहुन्छ। त्यसरी यही नम्बर मैले यहाँ पनि राखिदिएको छु। यो नम्बरमा कल गरेर तपाईँहरू जोइन गर्न सक्नुहुन्छ है, अथवा तपाईँ केही क्वेरिजहरू छन् भने हेर्न सक्नुहुन्छ। ठिक छ ल। ओरिएन्टेसन क्लासलाई चाहिँ आज हामीले यही नै टुङ्ग्याउँछौँ। अब यदि तपाईँहरूले कल गर्दै हुनुहुन्छ भने तपाईँको ओरिएन्टेसन यही कलबाट पनि एड्रेस चाहिँ हुन्छ है ल। सिटहरू लिमिटेड छन्, जतिसक्दो छिटो आजैको दिनमा सबैभन्दा धेरै साथीहरूले चाहिँ जोइन गर्नु होला। त्यस पछाडि अनि हामीले चाहिँ आइतबारबाट बागमती प्रदेश विशेष सब इन्जिनियर लोकसेवा बागमती प्रदेशको लागि चाहिँ विशेष क्लासहरू स्टार्ट गर्छौँ है। फिजिकल क्लास स्टार्ट गर्छौँ। पुतली सडकमा रहेको एम्बिसन गुरुको बिल्डिङमा फिजिकल क्लास स्टार्ट गर्छौँ। त्यसै गरी एम्बिसन गुरुको एपमा हामीले अनलाइन क्लास स्टार्ट गर्छौँ है त ल। दिस मच फर टुडे। हेभ अ गुड डे। बाई बाई। हामी भेट्छौँ है, हामी एम्बिसन गुरुमा भेट्छौँ है त ल। साथीहरू जोइन गर्नुभएको छ भने हामी एम्बिसन गुरुमा भेट्नेछौँ पक्कै पनि ल। तपाईँहरूलाई तयारीको लोकसेवाको तयारीको एकदमै धेरै धेरै शुभकामना पनि छ। आजैबाट तयारी स्टार्ट गर्नुहोस् अनि सफलताको एकदमै धेरै शुभकामना। बाई बाई। हेभ अ गुड डे।